राणाकालको समय थियो। काठमाडौँ घर भएका करिब 30 वर्षका एक युवकले आफ्नो युवावस्था समाजसेवामै बिताएका थिए। हालसम्म अविवाहित रहनु परेको कारण उनी भविष्यप्रति निकै चिन्तित थिए। सोधखोज गर्दै जाँदा गोसाईकुण्ड नजिकै एक त्रिकालदर्शी महात्मा रहेको र उनले उपयुक्त सल्लाह दिन सक्ने कुरा थाहा पाएपछि उनी त्यतातर्फ लागे। पहिलो दिन उनी नुवाकोटको बट्टार गाउँमा एकजना वृद्ध आमाको घरमा बास बस्न पुगे। ती वृद्ध आमाकी एकजना निकै राम्री तर हालसम्म अविवाहित छोरी रहिछन्। बास बस्ने क्रममा युवक र ती युवतीबीच चिनजान र कुराकानी पनि भयो। कुराकानीकै क्रममा युवकले गोसाईकुण्ड नजिक रहेको त्रिकालदर्शी कहाँ आफ्नो भविष्यबारे सल्लाह लिन जाने कुरा बताए। यसै क्रममा घरभेटी आमाले पनि आफ्नो समस्या सुनाइन्। उनकी छोरीले वरपरका कुनै केटासँग विवाह गर्न नमानेको कारण उनको विवाह हुन सकेको थिएन। उनका अनुसार छोरीको अडान यस्तो थियो, यस गाउँका तोरी लाउरेहरूसँग म विवाह गर्दिन, जसले 2 झोला सुन बोकेर ल्याउन सक्छ म उसैसँग मात्र विवाह गर्छु। वृद्ध आमाले त्रिकालदर्शीसँग छोरीको विवाह चाँडै हुने उपाय पनि सोधिदिन आग्रह गरिन्। युवकले हाँस्दै त्यो अनुरोध स्वीकार गरे। दोस्रो दिन उनी राम्चे पुगे र त्यहाँ एक जोगीको कुटीमा बास बसे। जोगीले आफू 10 वर्षदेखि निदाउन नसकेको समस्या सुनाउँदै त्यसको समाधान त्रिकालदर्शीसँग सोधिदिन अनुरोध गरे। तेस्रो दिन उनी चन्दनवारी नजिकै एक किसानको घरमा बास बस्न पुगे। किसानले पनि आफ्नो गुनासो राखे। बुवाले मर्ने बेलामा घरको करेसामा रुख रोप्न भनेका थिए र त्यही रुखमा पैसा फल्ने तथा आफू सम्पन्न हुने कुरा बताएका थिए। तर धेरै प्रयास गर्दा पनि बिरुवा नसरेको भन्दै यसको उचित समाधान सोधिदिन आग्रह गरे। अन्ततः युवक आफ्ना साथै अन्य 3 जनाका गरी 4वटा समस्या लिएर त्रिकालदर्शी महात्माकोमा पुगे। तर महात्माले केवल 3वटै समस्याको मात्र समाधान दिन सक्ने शर्त राखे। युवक धर्मसङ्कटमा परे। समाजसेवी स्वभावका कारण उनले आफ्नो समस्या छाडेर अरू 3 जनाकै समस्या अघि सारे। त्रिकालदर्शीले ती 3वटै समस्याको समाधान बताइदिए। फर्कने क्रममा पहिलो बास फेरि किसानकै घरमा पर्यो। महात्माको सल्लाह अनुसार किसानका छोरालाई अल्छी नगरी कम्तीमा 1.5 हात गहिरो खाल्टो खनेर मात्र बिरुवा सार्न सिकाइयो। खाल्टो खन्दै जाँदा बुवाले गाडेर राखेको धन फेला पर्यो। बुवाको उद्देश्य छोराले राम्ररी खाल्टो खनोस् ताकि उसले गाडिएको धन भेटोस् भन्ने रहेछ। तर छोरोले सतही रूपमा माटो खोतल्दा न त धन भेटिन्थ्यो न त बिरुवा नै सर्थ्यो। धन भेटिएपछि किसानको छोरो अत्यन्तै खुसी भयो र एक झोला सुन चाँदी युवकलाई उपहार दिई बिदा गर्यो। दोस्रो दिन युवक उही जोगीको कुटीमा पुग्यो। त्रिकालदर्शीले भनेअनुसार जोगीको निद्रा नलाग्ने कारण उसले सिरानी बनाएर राखेको एउटा झोला रहेछ। त्यो झोला फालिदिएको दिनदेखि उसलाई निद्रा लाग्न थाल्नेछ भन्ने कुरा महात्माले बताएका थिए। वास्तवमा त्यो झोला एक लुटेराले धुन्चेमा ब्याङ्क लुटेपछि केही समयका लागि राखिदिन भनी छाडेको सुन चाँदीले भरिएको झोला रहेछ। त्यसैको सुरक्षाको चिन्ताले जोगीलाई निद्रा नलागेको रहेछ। पछि त्यो लुटेरा प्रहरी कारबाहीमा मारिएको रहेछ, तर जोगीलाई यो कुरा थाहा रहेनछ। त्रिकालदर्शीको कुरा सुनेपछि जोगीले त्यो सुन चाँदीको झोला युवकलाई देखाउँदै भने, यसलाई कहाँ फाल्ने, तिमी नै लैजाऊ भन्दै उसैलाई सुम्पिदिए। यसरी 2 झोला सुन बोकेर फर्केको युवकलाई देखेपछि बट्टारमा भेटिएकी वृद्ध आमाकी छोरी पनि विवाहका लागि तयार भइन्। करिब 30 वर्षसम्म विवाह नहुन सकेको युवकले पनि योग्य र सुन्दरी युवतीलाई वधुका रूपमा पाएपछि विवाह गर्न सहमति जनाए। यसरी आफ्ना समस्यालाई प्राथमिकता नदिई अरूको हितलाई प्राथमिकता दिँदा अन्ततः उसको आफ्नै समस्या पनि समाधान भयो।